बहिनी यहाँलाई स्वागत छ आजको यस हाम्रो मनका तिता मिठा भलाकुसारीमा होइन हामी प्रवासमा रहेकोमा मैले चाहिँ एभ्री विक चाहिँ नयाँ नयाँ भाइ बहिनीहरूलाई चाहिँ अब यहाँ बस्नुभएको आफ्नो अनुभवहरूको बारेमा सुनाउँछु। यहाँलाई स्वागत छ। नमस्ते। हजुर नमस्ते। हजुर तपाईँ त नयाँ पढ्नु भयो। यहाँको शुभ नाम? लक्ष्मी कडेल सापकोटा हो। लक्ष्मी कडेल सापकोटा। हजुर नेपाल घर चाहिँ? नेपाल मेरो चाहिँ नि उहाँ गैँडाकोट 2 वडा नम्बर 2 नवलपरासी। नवलपरासी। हजुर ए अनि कति भयो त टर्की आउनुभएको? म आएको त 5 महिना भयो। 5 महिना भयो भनेपछि नि तपाईँलाई टर्की कस्तो? तपाईँको चाहिँ पहिलो हो कि विदेश यात्रा? यो चाहिँ पहिलो नै भन्नुपर्छ। पहिलो नै हो। अनि तपाईँ अब म्यारिड नै हुनुहुन्छ होला होइन? अनि आफ्नो बालबच्चालाई छाडेर आउँदा होइन कस्तो कस्तो भयो होला त्यो अनुभव भनिदिनुहोस् न। आफ्नो बालबच्चालाई छोडेर आउँदा त कसलाई नै राम्रो लाग्छ र होइन र? बाध्यता मान्छेको एउटा एउटा हुन्छ। त्यसरी बाबुहरूलाई छोडेर आउँदा त आफूको मुटुका टुक्रालाई छोडेर आउँदा त नराम्रोले नै लाग्छ। आँखामा तपाईँको त आँसु आयो। मलाई त कस्तो भयो। म त मेरो पनि पहिलोचोटि इजरायल जाँदाखेरि मेरो नानी बाबु त झन् तपाईँको भन्दा सानो सानो थियो। तर उयो याद आउँछ। तर मलाई पनि त्यस्तै भएको थियो। त्यसको याद आयो मलाई पनि त्यतिखेर छोडेर जाँदाको। मैले त झन् मेरो बाबुलाई 4 वर्षको थियो मेरो छोरा अहिलेको बाबु। 4 वर्षको थियो। 10 रुपियाँ मिठाई त्यतिखेर त अब धेरै हो नि त होइन, 20 वर्ष अगाडि त। अनि भाइ ल जा त यो चक्लेट खाएर आइज ल भनेर नि उसलाई चाहिँ दोकान पठाएर म पनि त्यसरी गएको हो कि। अनि म चाहिँ फेरि छिटो आँसु चाहिँ आउँदैन, तर मन चाहिँ एकदमै दुख्छ है। नरुनु होला, मलाई एकदमै उयो लाग्यो। तर यहाँ आउनु नै नानी बाबुहरूको उज्जवल भविष्यको लागि हो नि त। हजुर हजुर त्यही सोचेर आउनुभयो। त्यही भएर पछि गएर नानी जस बाबुहरू है 2 जना बाबुहरूले बुझ्नुहुन्छ होइन आमाको दुःख। अनि त्यही भएर बाबुहरूलाई यहाँबाट सानो 2 शब्द भनिदिनुहोस् न। यदि अब हामी त कन्ट्याक्ट भइहाल्छौँ होइन, छौँ अब अहिलेको यो नेटको जमानामा। अनि अब बाबुहरूलाई आफ्नो आमाको 2 शब्द आशीर्वाद जस्तै तिमीहरू राम्रोसँग बस। मलाई अब फोन त अब बाबुहरूसँग भइ नै राख्छ। कहिले कसो कान्छो बाबुसँग चाहिँ कुरा हुँदैन। उसको चाहिँ हप्तामा एकचोटि अथवा 15 दिनमा एकचोटि हुन्छ। तिमी राम्रोसँग नातेर बस। म यहाँ ठिकै छु, सन्चै छु। अब तिमीहरू राम्रोसँग पढ। त्यही त नि। हामी यहाँनिर छौँ। आन्टी म त आन्टी त होइन, म त देमा ठुलो मम्मी है। अनि हामी छौँ मम्मी हामीसँग पनि हुनुहुन्छ। हामी यहाँ नेपाली धेरै छौँ मङखरामा। त्यही भएर अब यहाँको बारेमा विदेशको बारेमा मम्मी के गर्दै हुनुहुन्छ होला भनेर नानी बाबुहरूले पनि मनमा पिर नगर्नु होला। अब त्यस्तै हो प्रवासको ठाउँ होइन। अनि तपाईँ चाहिँ जस अब कम्पनीमा आउनुभयो होइन, कम्पनीको काम र नेपालको काम हुन्छ नि। आफ्नो घरमा जुन डेली काम गरिराख्नुहुन्थ्यो होइन, त्यो र अहिलेको काममा चाहिँ यहाँको काममा चाहिँ के फरक पाउनुभयो तपाईँले? काम त अब जहाँ पनि गर्नुपर्ने नै हो। अब घरको कामभन्दा त अरूको काम गर्न जसलाई नै गाह्रो नै हुन्छ होइन। अब कम्पनीको काम त अब उनीहरूले भनेअनुसार गरि नै राखेको थियो। त्यही पनि अब हजुर थाहा हुँदैन होइन। म तपाईँलाई टिस्यु ल्याइदिन्छु हो। तपाईँको आँसु यो साह्रै भयो बहिनी। मलाई पो चित्त दुःख हो। मैले त धेरै 3-4वटा मैले चाहिँ यसरी बहिनीहरूसँग कुरा गरेको थिएँ नि त। एभ्री विक गर्छु। तपाईँलाई चाहिँ अब फर्स्ट टाइम अब कस्तो इमोसनल भयो कि मलाई पनि। त्यही भएर नयाँ हुनुहुन्छ, त्यही भएको भएर चाहिँ त्यस्तो फिल भएको हो। हामीलाई पनि नयाँमा त्यस्तै हुन्थ्यो, मलाई पनि तर अहिले अब देखिराख्नु भएको छ दिदी होइन। हामीलाई हेरेर तपाईँहरूले चाहिँ यस्तै रहेछ सुरुमा, पछि चाहिँ यस्तो भइँदो रहेछ भनेर अलिकति मन दरो पार्नुहोस् न है। अनि जस घरको काम, आफ्नो घरको काम र यहाँको काममा चाहिँ अलिकति डिफ्रेन्ट नै पाउनुभयो नि त? डिफ्रेन्ट नै हुन्छ नि। अब विदेशको काम र घरको काम त होइन। अब आफ्नो घरमा त नर्मली काम गरिन्थ्यो भने अब यहाँ त यहाँको हिसाबले गर्नुपर्ने होला। हजुर यहाँको हिसाबले गर्नु पर्यो। अनि आज हाम्रो बहिनीको चाहिँ फेरि घरमा के पो भन्नुभयो, पूजा एक छाके भएको भएर यहाँनिर चिया कफी पिउनु हुँदैन रहेछ। आज चाहिँ अब एक छाक त बेलुका छोड्दा हुन्छ होइन र? भने पछाडि एक छाके छोड्दाखेरि पनि अब कास्ट वाइज होला होइन। म राई भएको भएर पकाएर दिएको चियाले कफी पिउनु हुँदैन है। ल तपाईँहरू सबैले सुनिराख्नु भएको छ होइन। यहाँ चाहिँ हाम्रो नेपालमा चाहिँ कस्तो हुन्छ भने स्टिल नेपालमा, हाम्रो इन्डिया र नेपालमा त हो, यहाँ चाहिँ त्यस्तो हुँदैन। हाम्रो यो टर्कीमा चाहिँ फेरि त्यस्तो हुँदैन है बहिनी। र अरू कन्ट्रीमा पनि हुँदैन थियो होइन।
उहाँको चाहिँ आज घरमा एक छाक कि अनि उहाँ तपाईँहरू उपाध्याय बाहुन त होइन नि है, जयसी बाहुन हुनुहुन्छ र पनि म चाहिँ राई। अनि त्यही भएको भएर आज बहिनीको घरमा चाहिँ एक छाकै भएको भएर आज मैले यहाँ बनाएर दिएको अब कफी चिया बिस्कुटहरू लिनु मिल्दैन रहेछ। अब उहाँलाई चाहिँ भरे एउटा फलफुल लिएर आउनु पर्यो, मार्केट गएको छैन होइन। त्यही भएर आफ्नो आफ्नो संस्कार हामी जुन देशमा गए पनि जुनसुकै कुनामा भयो भने आफ्नो संस्कार परम्परालाई चाहिँ बचाइराख्नुपर्छ। जस्तै उहाँले पनि बचाउनु भएको छ, उहाँलाई चाहिँ म एकदमै हृदयबाट नै सलाम भन्न चाहेँ है। त्यो कुरामा चाहिँ एकदमै राम्रो हो होइन। अब त्यो भनेको यसरी नै हाम्रो जेनेरेसनमा पनि सिकाउँदै गइन्छ नि आफ्नो परम्पराहरू होइन। त्यही भएको भएर ठिकै छ। अब आज एक छाक त बेलुका मात्रै छोड्दा पनि हुन्थ्यो है। होइन अहिले नुहाइधुवाइ गरेर एक छाक खाने, बेलुका त झन् नखाने हो। ए अहिले नुहाइधुवाइ गरेर एक छाक खानुहुन्छ, आफैले बनाएर खानु पर्यो होइन त्यसो भने? ए हस् हुन्छ, त्यसो भने एक छाक अब तपाईँले बनाएर खानुहुन्छ अनि बेलुका चाहिँ त्यत्तिकै नखाइ सुत्नु पर्यो। बेलुका त्यत्तिकै सुत्ने, अनि भोलि अब उहाँ सराद भ्याइन्छ अनि त्यसपछि। ए यसलाई चाहिँ सोह्र सराद भन्छ होइन नि है? तिथिको सराद। को चाहिँ खस्नु भएको यहाँको त्यसो भने घरमा बित्नुभयो? अहिले यो सराद त सासूले। ए आमाको जे सासू आमा खस्नु भएको रहेछ। ठिकै छ। अब यस्तो संस्कारी बुहारी पाउनु पनि एकदमै ठुलो कुरा हो। विदेशको ठाउँमा आएर पनि आफ्नो आमाको सम्झनामै भनौँ न होइन, उहाँहरूको पितृको सम्झनामा आफ्नो अब जस एक छाक सराद गर्दै हुनुहुन्छ। अब यो चाहिँ हामी सबैले सिक्नु पनि पर्ने कुरा हो। इभन मैले पनि, हामी पनि राई हो अनि हामीले उयो खाँदैनौँ कि खसीको मासुहरू। फेरि त्यो चाहिँ टोटल्ली डिफ्रेन्ट हो, तपाईँहरू खानुहुन्छ हामी खाँदैनौँ। त्यही भएको भएर म पनि यहाँनिर खाँदिनँ, यहाँ भाइ बहिनीहरूले खानुहुन्छ। इभन मेरो माइतीले खानुहुन्छ, तर घरमा बिहा भएर गइसकेपछि खसीको मासुहरू खाँदिनँ नि त। अनि त्यही भएको भएर त्यस्तै छ। ल ठिकै छ। अब जस कामहरू अब चलिराखेकै छ दुःख सुख होइन त यहाँनिर? हजुर ठिकै छ। अब काम भन्ने कुरा पाइहालिन्छ। जस अब त्यही हो, अलिकति नयाँमा चाहिँ गाह्रो हुन्छ, पिर नमान्नु होला होइन। अनि काम त त्यही हो। अब जुनसुकै काम गर्दाखेरि कम्पनीमा गर्नुभए पनि, बेबी केयर गर्नुभए पनि, होटलमा रेस्टुरेन्टतिर गर्नुभयो भने सेम हो। आफ्नो आफ्नो ठाउँको आफ्नो आफ्नै हुन्छ कि टेन्सनहरू। त्यही भएको भएर हिम्मत चाहिँ राख्नु पर्यो होइन। अनि गर्न सक्छु भनेर आँट गर्नु पर्यो। अनि त्यही भएर कति वर्ष बस्ने विचारमा हुनुहुन्छ त? म त अब बस्न त अब उसको एग्रिमेन्ट पेपर अनुसार 2 वर्षको थियो। 2 वर्षसम्म गर्छु। अब राम्रो भयो भने अरू भिजा थपेर बस्नु पर्ला, नभए नेपाल जानु पर्ला भन्ने सोच चाहिँ थियो। त्यो चाहिँ सबै हाम्रो पनि हुन्छ है। म पनि पहिला त्यस्तै थियो होइन नि। म यति गर्छु अनि यति गरेपछि यति हुन्छ, यतिसम्ममा सेटल हुन्छ भन्ने हाम्रो हुन्छ नि त होइन। तर जति काम गर्दै गए पछाडि चाहिँ कहिले पनि त्यो नहुने रहेछ कि। अनि अरू प्रब्लमहरू आउने होइन। अब त्यही त हो नि हामीलाई पैसाको होइन। अब यति गरेपछि त्यति। अब अहिले त बाबुहरू स्कुलमा त खासै हुँदैन, त फीहरू त नर्मल हो होइन। भोलिको दिनमा अब जब युनि पुग्छ, कलेजहरू पुग्छ, त्यस पछाडि चाहिँ हो कि जब 12 सिद्ध्याउँछ नि त्यस पछाडि चाहिँ पैसा लाग्ने हो कि। अहिले त पैसै लाग्दैन, फ्रीमा पढे जस्तै हो केटाकेटीहरू। त्यही भएको भएर ठिकै छ। अब तपाईँको 2 वर्ष हो भने अब बिस्तारै त 2 वर्ष बित्ने त केही फरक पर्दैन। भर्खर 5 महिना भयो है आउनुभएको। 5 महिना पछाडि त्यस पछाडि बितिहाल्छ क्या एकैछिनमा। पिर चाहिँ नगर्नु। अब नानी बाबुहरूलाई सम्झेर मन त दुख्छ नि आमाको होइन। तर पनि अब उनीहरूकै फ्युचरको लागि हो भनेर। अनि मजाले एकदमै दह्रो स्ट्रङ मम्मी भएर चाहिँ यो गर्नु। पिर नगर्नु होला। नेपालमा त अरू अब खेतीपाती नै त हुन्छ, हाम्रो खेतीपाती नै गर्नुहुन्थ्यो कि अरू कुनै जबहरू पनि गर्नुहुन्थ्यो? हाम्रो त घरमा त अब व्यवसाय बनाएको सानो एउटा तरकारी व्यवसाय थियो। तरकारी व्यवसाय हस्बेन्डले चलाइराख्नु भएको छ अझै नि। म पनि साथ दिएर 2टा भएर गरिरहेको थिएँ। अनिखेरि अब म पनि अब तँ पनि त्यस्तै त। अनि व्यापार भन्ने चाहिँ हेर्नु अब कहिले हुन्छ कहिले हुन्न। अनि त्यसपछि त्यस्तै भएर भयो। म त एकचोटि जान्छु भनेर म आफै आएको क्या। अनि जान्छु, 2 वर्ष जति दुःख गर्छु। अनि त्यसपछि अलिअलि होला। अनि त्यसपछि राम्रो भयो भने उहीँ बसौँला, फेरि तपाईँ आउनु होला भन्ने सोच पनि थियो। अब त्यस्तो भाग्यले। त्यही त। तर नेपालको काम र यहाँको काम चाहिँ टोटल्ली डिफ्रेन्ट हुन्छ है बहिनी। जुन सोचेर आइन्छ नि होइन, सुरुमा भिसा लाग्यो भन्दा यति मन खुसी हुन्छ होइन। अब यस्तो होला त्यस्तो होला भनेर जुन कल्पना गरेर आइन्छ नि, तर त्यो चाहिँ जुन आफूले कल्पना गरे भन्दा बाहिर